आज चाहिँ बिहानै रेडी भएँ इलाम जानको लागि भनेर। रमको नगरपालिकामा आएको छु। ताज नगरपालिका यता नगरपालिका त्यही यहाँ बयर खाँदैछु। आमाजीहरूलाई पर्खेको त्यतिखेर आउनुहुन्छ अनि अब जाने। मामा र विश्वास चाहिँ आइसक्नुभयो। त्यसपछि चाहिँ हामी फेरि त्यहाँबाट हिँड्यौँ अनि हामी चाहिँ अगाडि हिँड्यौँ अनि मम्मिला र मामा चाहिँ पछाडि आउनुभयो। हामी चाहिँ पेट्रोल लाउनु भनेर बसेको थियौँ अनि मम्मिलाहरू पनि आइपुग्यो अनि सँगै फेरि त्यहाँबाट गयौँ। बाटो चाहिँ फेरि यस्तो अप्ठ्यारो छ के भनेर साथीहरू। हामी चाहिँ फेरि त्यहाँबाट बुद्धमठ आइपुग्यौँ। त्यहाँबाट पनि अब चाहिँ चाराली आउनु पर्छ। सो हामी चाहिँ लगभग चाराली पनि पुगिसक्यौँ अनि चारालीबाट चाहिँ बिस्तारै गयौँ। मम्मिलाहरूलाई चाहिँ पछाडि नै छोडेको थियौँ, त्यही भएर हामी पनि बिस्तारै गयौँ। त्यहाँबाट हल्का चिसो पनि हुन थाल्यो चारालीदेखि उता चाहिँ अनि त्यही भएर क्याप पनि हावाले उडाइदिरहेको थियो। सो मैले चाहिँ गोर्की लगेको थिएँ, त्यसले नै हल्का बेरेर चाहिँ बुधबारेबाट हामी चाहिँ अब इलामतर्फ लाग्यौँ। मलाई चाहिँ त्यहाँ ठाउँहरूको नामै थाहा भएन क्या, हिँड्न त हिँडेको तर ठाउँहरूको नाम थाहा भएन। अलिक माथि पुग्दै गएपछि चाहिँ उभर चिसो हुन थाल्यो अनि गाडीहरू पनि कति धेरै क्या। आज त जताततै म चाहिँ भिडियो बनाउँदै यत्तिकै फन हुन्छ भनेर भिडियोहरू बनाउँदै हिँडेँ। लगभग अब चाहिँ हामी कन्याम पनि आइपुग्न लाग्यौँ। फाइनल्ली हामी चाहिँ कन्याम पनि आइपुग्यौँ। भ्यू हेर्दै गयौँ, एकदम चिसो थियो, त्यही भएर त्यही पनि फोनको क्वालिटी क्यामेराको क्वालिटी पनि राम्रो छैन। सो राम्रो पनि निस्किँदैन थियो, त्यही पनि यत्तिकै भिडियो गरेँ होइन। अनि कन्यामको हल्का अलिअलि भ्यूहरू देखाएको छु, देख्न सक्नुहुन्छ तपाईँहरूले। विशेष गरेर यहाँ चाहिँ खाजाहरू खाने होइन अनि त्यो ड्रेसहरू लाउने घोडाहरू चढ्ने यहीँबाट हुँदो रहेछ। यहाँ पनि पुग्यो अनि हेर्दै हामी चाहिँ गयौँ। भ्यू हेर्दै हामी चाहिँ कति बेला फेरि इलाम पुगेछौँ थाहै भएन। अनि मैले चाहिँ थोरै इलाम बजारको क्लिप पनि राखेको छु। अनि तर बाटो एकदमै साँघुरो थियो अनि त्यहाँनिर चाहिँ के भन्छ म्यादी पुलिसहरू पनि थियो क्या। हामीले चाहिँ कति धेरै देखिरहेको थियौँ। हामी चाहिँ ठ्याक्कै बजारमै पुग्यौँ मैले चाहिँ। अनि त्यहाँबाट पनि फेरि अलिकति उतै जानु पर्दो रहेछ। सो हामी चाहिँ सरासरी गयौँ ठाउँ हेर्दै बजार हेर्दै। यहाँबाट चाहिँ हामी फेरि प्रशासन कार्यालयपट्टि गयौँ। यहाँदेखि थोरै अलिकति माथि रहेछ। यहाँ चाहिँ टन्नै म्यादी पुलिसहरू पनि थियो अनि पुलिस चौकीको गेटमै हामी चाहिँ पुग्यौँ। त्यहाँदेखि कटेर पनि हामी चाहिँ फेरि अलिक माथि जान्थ्यौँ। ट्याक्सी बाटो साँघुरो भएर ट्याक्सी चाहिँ हाम्रो साइडतिर आइरहेको थियो। सो एकछिन अड्क्यौँ त्यहाँनिर अनि हामी चाहिँ ठ्याक्कै प्रशासन कार्यालयमा चाहिँ अब पुग्यौँ है त। म चाहिँ त्यहाँ जुन काम लिएर गएको थिएँ त्यो काम चाहिँ एकैछिनमा भयो। तर भरै चाहिँ मेरो अलिकति सानो काम थियो, त्यो पनि भइहाल्छ कि भनेको, त्यो काम चाहिँ भएन। अब चाहिँ हामी त्यहाँबाट घर फर्किन लाग्यौँ अनि मम्मीलाको उसको कोमाकोमा चाहिँ सामान पुऱ्याउँथ्यो, त्यही भएर उसको कोमाकोमा छिर्दै हामी चाहिँ त्यो बाटो घर फर्क्यौँ। धेरै जसो इलाम आउने साथीहरूलाई चाहिँ थाहा होला यो चाहिँ इलामको चिया बगान हो भनेर, बजारदेखि थोरै मासतिर। अनि कस्तो लागिरहेछ त मिस? एकदम हाम्रो मामाश्री चाहिँ पुरै बाइक किन्ने जोसमा हुनुहुन्छ क्या। सो त्यही भएर चाहिँ त्यहाँ सोध्न जानुभएको। लङ ड्राइभको कस्तो छ त अनुभव? बिचरा कति धेरै गल्नु भएको रहेछ उहाँ त। हामी चाहिँ फेरि गफ गर्न थालिहाल्यौँ कि दुईजना हुनु हुँदैन, खुसो कुरा गर्न थालिहाल्छौँ। सो एकछिन गफ गऱ्यौँ त्यहाँनिर हामी पनि। यो चाहिँ कस्तो बाइक अनि? हेलो बाउ कहाँ हुनुहुन्छ? ल है अब हामी चाहिँ घरतिर लाग्यौँ फेरि। त्यहाँबाट चाहिँ कस्तो राम्रो घाम डुब्न लागेको देखेको क्या। अहिले तर हाल्दा त्यस्तो सजिलो के गर्नु। हामी चाहिँ मम्मीलाको रुम अगाडि आएर एकछिन बस्यौँ त्यहाँनिर।
मम्मीलाहरू पनि आइपुग्यो नि त्यसरी म पनि घर आएँ।